हेलो साथीहरु, वेलकम बैक टु अनदर भिडियो। आजको भिडियो रहेको छ रियाक्सन भिडियो। हस्ते तरिकाले हो कि बनाउने। अगाडि लाइट, यो फोनमा भिडियो हेर्ने, अनि यसबाट चाहिँ आफ्नो रियाक्ट दिने, अनि एडिट गर्दा मिलाउनु पर्छ। गाह्रो छ ल। नाइस। हेलो साथीहरु, वेलकम ब्याक टु आजको मेरो यो भिडियोमा। आज म यसो रियाक्सन भिडियो बनाउन जाँदैछु। त्यसको लागि हामीलाई पहिला सर्वप्रथम चाहिन्छ एउटा पर्दा। पछाडि ब्याकग्राउन्डमा राख्नु पर्यो नि। यस्तो कोठोको हालत त्यस्तै छ। यस्तो के देखाउने हैन। अल्लाह माफ करे, बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर। नीलो पर्दा चाहिन्छ। भयङ्कर छ यार यो त। यसलाई चट्ट लाएर टाक्छु होइन, अनि म देखाउँछु है त। एकतिर त अडाएँ होइन, उता त चाहिँ बाँधेर अडाएँ। अब यता चाहिँ ठ्याक्क यहाँ यत्ना चिम्मु गरेर एउटा काँटी चाहिने भयो। काँटी खोज्नु पर्ने भयो। काँटी र घन। फाइनल्ली पर्दा चाहिँ मैले टाँगिसकेँ होइन, जम्ता यो काँटी ठोक्दा चाहिँ मेरो हात हल्का लाग्यो, हल्का दुखिरहेको छ, तर केही छैन। अब हामीलाई चाहिन्छ पर्दा पनि भयो, अझै अर्को मोबाइल चाहिन्छ, अनि कुर्सी पनि चाहिन्छ। गाह्रो छ हौ भिडियो बनाउन, भने जस्तो सजिलो छैन। सबैभन्दा दुःख भनेको भिडियो बनाउन हो। सोच्दा सजिलो लाग्छ, भिडियो बनाएछ बसेछ भन्ने हुन्छ होइन, तर लास्टै गाह्रो छ। कस्तो अँध्यारो हो ल। सेटअप रेडी। अगाडि लाइट छ, पछाडि पर्दा छ। यो निलो भयो भने यसको फाइदा के छ भने अब यो हटाउनु पाइन्छ के। मान्छे जोडेर पछाडिको सब उचालेर फालिदिनु मिल्छ क्या। उचालेर होइन, एडिट गरेर है। ल यस्तै छ सेटअप। अझ हामीलाई आज अर्को फोन र अब भिडियो चाहियो, एउटा भिडियो चाहियो कसरी बनाउने भनेर होइन। फोन एउटैबाट मिल्छ, तर त्यस्तो बेस्ट हुन्न क्या। दुईटा भए पार एकदम खतरा रियाक्सन दिनु पाइन्छ। एउटैबाट अलिक गाह्रो हुन्छ। अब चाहिँ भिडियो सुरु गर्छु होइन। यो चाहिँ कसरी बनाउँछ भन्ने कुरो मात्र हो भाइ। ल त्यही हो। अब म भिडियो बनाउनुतर्फ लाग्छु होइन। हेलो साथीहरु, वेलकम ब्याक टु अनदर भिडियो। आजको भिडियो रहेको छ रियाक्सन भिडियो। हस्ते तरिकाले हो कि बनाउने। अगाडि लाइट, यो फोनमा भिडियो हेर्ने, अनि यसबाट चाहिँ आफ्नो रियाक्ट दिने, अनि एडिट गर्दा मिलाउनु पर्छ। गाह्रो छ ल। ल हुन्छ, अर्को भिडियोमा भेटौँला है त। ल टाटा।